नमस्ते, म डाक्टर नमराज पाण्डे। तपाईँलाई यदि चाहिँ बाथरोगको समस्या छ है त, विभिन्न बाथरोगहरू छन्, त्यस्तै गरी चाहिँ सुक्खा मल छ अथवा वर्चस्व छ भनेर भनिन्छ, सुक्खा मल जान्छ अथवा दिशा सुक्खापना धेरै छ है त। त्यस्तै गरेर अभिघातज भनेको चाहिँ कुनै पनि चोटपटक लागेर तपाईँ दुर्बल हुनुभएको छ अथवा चोटपटक लागेको छ भने र निद्रा राम्रोसँग पर्दैन तपाईँलाई है त, धेरै श्रम अथवा व्यायाम गर्ने व्यक्ति हुनुहुन्छ तपाईँ र अधिक मैथुन कर्ममा चाहिँ प्रवृत्त हुनुहुन्छ र आफूलाई चाहिँ कमजोर महसुस गर्नुहुन्छ भनेदेखि तपाईँले चाहिँ स्नेहको प्रयोग चाहिँ गर्ने एउटा विधि छ। तर यो स्नेहको प्रयोग गर्नको लागि तपाईँको पाचन शक्ति भने राम्रो हुनुपर्छ। यदि तपाईँको पाचन शक्ति राम्रो छ भने मैले भनेका यी समस्याहरूमा चाहिँ तपाईँले दाललाई चाहिँ जुन दाल खाँदाखेरि अथवा दालको सेवन गर्दाखेरि चाहिँ तपाईँले घिउ र तेल बराबर मात्रामा मिक्स गरेर 5 देखि 10 ml बराबर दुई थेरलाई मिक्स गर्ने र त्यसलाई त्यसमा झानेको दाल चाहिँ खान सक्नुहुन्छ। त्यो चाहिँ नियमित खानुभयो केही दिन भने चाहिँ यस्ता खालका समस्याहरूबाट तपाईँ मुक्त हुनुहुन्छ। तर यसको कन्डिसन एउटै हो, तपाईँको पाचन शक्ति राम्रो हुनुपर्छ र अर्को अजीर्णको समस्या हुनु हुँदैन तपाईँलाई। यदि ती समस्या छन् भने पहिला त्यसको ट्रिटमेन्ट गरेर मात्रै फेरि यसरी चाहिँ सेवन गर्नुपर्ने हुन्छ। हस्त, धन्यवाद।